उहाँहरूमा अभिनन्दन टक्राउँछु, अभिवादन टक्राउँछु। यसमा प्रकाश पारिदिनु भन्ने कुरा के भयो भने हामी दुःखमा परेका छौँ। हामी दुःखमा परेको कारणले हामी आज यहाँ आइपुग्नु पर्यो। हामीले आफ्ना पीडाहरू भनेर एउटा सबैलाई जानकारी गराएर हामीलाई केही राहत हुन्छ कि भन्ने पनि हामीले आशा गरेको छौँ। अब निर्माण व्यवसाय क्षेत्र चाहिँ यस्तो हो जुन चाहिँ सरकारको बजेटको 60% 65% खर्च हुने क्षेत्र चाहिँ अव्यवस्थित भएको कारणले जहिले पनि ओझलमा पर्ने गरेको छ र यसले भने जस्तो पर्फर्मेन्स दिन सकेको छैन र अनावश्यक दोषहरू पनि थपिराख्नु पर्ने अवस्था हालसम्म विद्यमान नै छ। यो परिप्रेक्ष्यमा अहिले आएर 2 महिनादेखि मध्यपूर्वको युद्ध सुरु भए पछाडि तेल इन्धन जन्य पदार्थहरूमा 10% र अन्य निर्माण सामग्रीहरूमा पनि 40% सम्म मूल्य चाहिँ वृद्धि भएको जानकारी गराउँछु यहाँलाई। र यो भएको कारण 2 महिना भइसक्यो। अब 2 महिना हुँदाखेरि अब हामीसँग चाहिँ निर्माणको समय भनेको चाहिँ फागुन अब असोज कार्तिकदेखि लिएर चाहिँ जेठसम्म हो मुख्य कुरा। त्यसमा हाम्रो मुख्य सिजन फागुनदेखि यो बन्द भएको चैत अब वैशाखको पनि अन्तिम हुन आँटिसक्यो। यो 54-55 दिन चाहिँ युद्ध भत्कै सुरु भयो भनेपछि त्यसको असर झन् 70 दिन जस्तो त्योभन्दा अगाडिदेखि नै पर्न थालिसकेको थियो। त्यसले गर्दाखेरि अब हामीसँग काम गर्ने समय छैन। 1 महिना जम्मी काम गर्ने राम्रो समय होला र यो दुईटै कुरा यहाँ भएन। एउटा चाहिँ मूल्य समायोजन हुन्छ भन्ने ग्यारेन्टी पनि भएन। अर्को चाहिँ त्यसो भए मूल्य समायोजन हुँदैन भनेदेखि सामान्य अवस्था आउने दिनसम्मको लागि यसलाई चाहिँ म्याद थप गर्नु न त भनेर सरकार बोल्दैन। अब सरकारले के या त 1 वर्षको म्याद थप गरेर जानु पर्यो यो सामान्य भइसकेपछि, या भोलि फेरि यो म्याद थप सम्बन्धी झन्झट अलिकति सबैतिर पत्रिकामा आउने कुरा त्यही हो। निर्माण व्यवसायले काम गरेर यो गरेर त्यो गरेर अलिकति मान्छेहरूले भन्ने पनि त्यही हो र हामीलाई हेर्ने तरिका पनि त्यही हुन्छ। त्यो कारणले हामीले सजग भएर अहिलेदेखि नै हाम्रो समस्या यो है, या त मूल्य समायोजन गरिदिनु पर्यो तत्काल भनिदिनु पर्यो सरकारले। विचार आज भोलि नै काम गर तिमीहरू लागेको खर्च एक्स्ट्राको खर्च तिर्छौँ। हामीले चाहिँ नियममा भएकै कुरा माग गरेको हो, हामीले नियममा नभएको कुरा माग गरेको होइन। किनभने 10%भन्दा बेसी मूल्य वृद्धि भएको खण्डमा सिडिओको अध्यक्षतामा चाहिँ मूल्य वृद्धि समिति गठन गरेर तत्काल मूल्य दिने भन्ने चाहिँ हाम्रो सार्वजनिक खरिद ऐन 2055 को दफा 55 मै उल्लेख छ र सार्वजनिक खरिद नियमावलीको 129 मा पनि सोही कुरा उल्लेख गरेकै छ। त्यो बेनियमको कुरा होइन, नियमको कुरा हो। तर व्यावहारिक रूपमा हो भने पैसा हिसाबमा एकपल्ट भएको थियो मूल्य वृद्धिको प्रक्रिया, त्यस हिसाबले अहिलेसम्म भएको छैन। त्योभन्दा यो खतरा भएर आएको छ, तरै पनि यसलाई चाहिँ अहिलेसम्म हेरिएको छैन। र यति यो कार्यक्रममा प्रकाश भनेकै हामीलाई के सहजीकरण गरिदिनु पर्यो पत्रकार साथीहरूले भनेदेखि, या त तुरुन्त मूल्य वृद्धिको प्रक्रिया अगाडि बढ्नु पर्यो, 2-4 दिन भित्रमा हामीलाई काम गर्ने बाटो सफा गरिदिनु पर्यो। होइन भने 1 वर्ष स्वतः म्याद थप गरेर यो युद्धको स्थिति हेरिसकेपछि काम गर्न सक्ने वातावरण तयारको लागि चाहिँ आवश्यक पहल गरिदिनु पर्यो। यसमा